फेरि पनि तपाईहरुलाई हाम्रो नयाँ भिडियोमा स्वागत छ। यो चाहिँ हामी तेल हाल्न आथ्यौं जाजरकोटदेखि वारिए बोरा भन्ने ठाउँमा। अनि त्यसपछि हामी 0 पोइन्ट तर्फ लाग्छौं र त्यो 0 पोइन्ट देखि डुल्पा जाने रोड हुँदै हामी रुकुम जानुपर्ने हुन्छ। हामी चाहिँ पुराना घर हेर्दै र पिपलका रुख हेर्दै चौतारीहरू हेर्दै आनन्दले हावा खाँदै हामी रुकुमतर्फ लागिरहेका छौं। त्यसपछिको बाटो चाहिँ कालेगाउँको रहेको छ। फर्स्टमा हामी चाहिँ कालेगाउँ हुँदै पिपे भन्ने ठाउँ भएर रुकुम जानुपर्ने। कालागाउँबाट देखिने जाजरकोट पनि निकै सुन्दर थियो। माथि डाँडा काँडा टावरहरू सबै देखिरहेको थियो तलदेखि र थाप्ले तल्लो थाप्ले माथिल्लो थाप्ले दुइटै देखिरहेको थियो र भेरीको सिन पनि एकदमै राम्रो थियो। बाख्राहरू जङ्गलहरू र साँझको टाइममा फेरि डाँडा काँडा खुलेको हिसाबले पनि एकदम राम्रो थियो। गुड्योहरूले नढाकेको भएको कारणले बिहान पख चाहिँ छोपेको हुन्छ अरे, आज चाहिँ हामी हिँड्दाखेरि छोपेको छैन। घाम चाहिँ एकदम माथि गइसकेको थियो डाँडाको। हामी चाहिँ यता घाम नलाग्ने पल्टी भएर होला सायद हामीलाई अलि जाडो पनि भएको थियो। त्यही रमाइलो सिनहरू हेर्दै राम्रो ठाउँहरू हेर्दै गाउँको है एकदम हावा नेचुरल हावा। कालागाउँ यो चाहिँ पारी जानुपर्ने भयो अरे। यहाँदेखि पारी गएर मुसिकोट पुग्छौँ हामी। त्यहाँ एकछिन आन्टीलाई रुकुम जाने बाटो कता हो सोध्दै र हामी अगाडि लाग्छौँ पिपेतर्फ। आन्टीले भन्नुभयो पिपे गएर पारी पुल तर्नुपर्ने हुन्छ, बाबुहरूलाई पारी जानको लागि एकदम सर्टकट छ भन्नुभयो र हामी अगाडि बढिरहेको थियौँ। एउटा पिपलको बोड्नेर बाटो भेटियो। अब हामीलाई लाग्यो कि अब तलतिर जान्छ कि पारी हामी जानुपर्ने पारी भएको कारणले फेरि हामीलाई बाटो पनि थाहा थिएन। हामी पिपे पुगेर त्यहाँबाट पारी जानुपर्ने रुकुम जानको लागि 1 किलोमिटर अगाडिबाट झुलुङ्गे पुलदेखि पारी गएपछि रुकुमको रोडमा पुगिन्छ। बालापन हेरौँ न, चङ्गी खेल्दै हो। ठाउँहरू चाहिँ दामी लाग्यो। गाउँ छ, खेतीबाली छ, गाउँमा सबै छ भनौँ। धेरै हतार नगरिकन हामी अगाडितर्फ बढ्यौँ र यता तोरीबारीहरू घुम्तीहरू सानो अनि भैँसी पालेर बस्दिने कुखुरा पालेर एकदम राम्रो थियो ठाउँ। र हामी जानुपर्ने ठाउँ पनि नजिकै आइसकेको थियो। पिपे भन्ने ठाउँ चाहिँ त्यो ठाउँदेखि देखिने भेरी एकदम राम्रो थियो। त्यो नजारा पनि भेरी एकदम शान्त भएर बगिरहेको थियो र त्यो देखिने पुलदेखि हामी चाहिँ पारी जानुपर्ने थियो र हामीले हतार नगरेर रुकुम खलङ्गादेखि रुकुम अलि छोटो बाटो छोटो चाहनुहुन्छ भने यो चाहिँ पिपे भन्ने ठाउँमा आउनु होला। पिपेको डिस चाहिँ हो। अहिले चाहिँ भेरी पनि छ यहाँ। यो बारीकोटदेखि आउने भेरी हो यो। अनि भेरीमा चाहिँ माछा मार्दै माझीहरू। यहाँको माटो चाहिँ रातो हुन्छ, एकदम रातो। घर पनि तल टल्किने। माथि जाने चाहिँ बाटो भेटिएन। पुल चाहिँ यही हो। त्यो पुलबाट क्रसिङ हुनुपर्ने हामी। घट्ट पनि छ है यहाँ चाहिँ, नेचुरल घट्ट हो। बिजुलीबाट चल्दैन, पानीबाट चल्छ। यो पोखरी पनि छ यहाँ। माछाहरू चाहिँ छन् कि छैनन् भन्ने हो। माछा पोखरी छ। यता पछाडि भएर जानुपर्ने रहेछ। बाटो चाहिँ यस्तो खत्तम छ भनौँ न। त्यति पनि रोड जस्तो छैन, बाटो नै हो। बाइकहरू कहिलेकाहीँ सर्टकट जाँदाखेरि जानुपर्ने
भालेहरू पनि छन् लोकल। अहिले पिलेदेखि पारी जाँदैछौँ, रुकुमतर्फ लाग्दैछौँ। यो चाहिँ पिलेको पुल छ, यहाँ चाहिँ झुलुङ्गे पुल छ। तल भेरी देख्न सकिन्छ, एकदम साफ सुपर। भेरीले दाउरा ल्याउँछ, फेरि दाउराहरू पनि ल्याउँदै हुनुहुन्छ आन्टीहरूले। तोरीबारीहरू पनि छ यता। यो चाहिँ पुल क्रस गरेर आइसक्यो हामी। बाइक चाहिँ अगाडि गइसके, म चाहिँ पछाडि आउँदैछु। अब बाटो यस्तो भएको कारणले गर्दाखेरि यही बाटोमा बाइक हिँड्नाले पनि यता तोरीबारीहरू छन्, आँपको रुखहरू, गाउँ खेतीहरू राम्रै छ भनौँ न। यता भ्यूहरू चाहिँ एकदम गाउँको भ्यू, ठाउँ राम्रै छ। जस अब चाहिँ हामी रुकुमतर्फ लाग्दैछौँ अगाडि। ए लडौला बाबु, रुकुमको रोड छ। हामी चाहिँ अब रुकुम यो भयो, यतादेखि अर्कोतर्फ लाग्छौँ हामी। हामी त्यो पुल कटेर आइसकेपछि रुकुम प्रवेश गरिसकेका थियौँ। त्यसपछि हामी रुकुम खलङ्गातर्फ लाग्छौँ। बाटो अलिअलि कच्ची पनि थियो र बाटो रोयल पनि थियो, एकदम राम्रो पनि छ, सफा पनि छ, भ्यूहरू पनि दामी छ। यो चाहिँ रुकुम खलङ्गाको भाइरल पुल पश्चिममा पर्छ। यो चाहिँ गाईहरू हामी यति बेला यो खलङ्गाको लब्ली डाँडामा छौँ। लभली डाँडा, यहाँदेखि सिनहरू दामी देखिन्छ। लब्ली डाँडा, लभली डाँडाका केही तस्विरहरू भिडियोहरू यता छन्। यहाँ फोटोसोटो खिच्ने पिङको व्यवस्था छ। अनि पिङ खेलेको साथमा एउटा भिडियो 100 रुपियाँ, त्यही त हो। एउटा फोटो 40 रुपियाँ। हावा खान पाइन्छ, नेचुरल हावा। जस ठाउँहरू एकदम कस्तो लाग्यो त? ठाउँ दामी छ, गजब। हावा कस्तो छ यहाँको? हावा लागिरहेको हिजो साँझको सुताइ कस्तो भयो त? राम्रो भएको, जाडो लागेन? तर रुम धेरै चिसो थियो। हामी बस्ने रुम देखाइदिउँ, देखिन्छ। हामी चाहिँ त्यहाँनिरको त्यो रुममा बसेको। यहाँको घर 8 तलाको घर छ यहाँ। 1 2 3। अब कता लाग्ने हो त हामी? अब हामी रुकुमको के अरे रुकुमैकोटा हो भन्ने त्यो के अरे भाइरल गीत छ नि त्यसको। रुकुमैकोटा, यता गइदिने। त्यहाँ गएर हेरिन्छ, त्यहाँको दृश्यावलोकन गर्छ। यहाँको भ्यूहरू कस्तो छ? दामी। डाँडा काँडा है। पुल कस्तो लाग्यो यो? यति तल छ, तल खोला पनि छ। आम्मामा, काम पनि गरिरह मान्छेले। फेरि राम्रो लाग्यो। फेरि यता पनि डाँडाहरू हेर्नु न, कहाँ कहाँ आँखाले भ्याउनेसम्म देख्न पाइन्छ क्या। लभली डाँडा छ यो चाहिँ, लभली डाँडा यहाँ रुकुमको। रुकुम खलङ्गा भनौँ, यो आधा भाग चाहिँ यतापट्टि छ, अरू बाँकी उतापट्टि छ। बजार त यो होइन नि दाइ? बजार त अलि अगाडि छ नि। यो त हामी अलि साइडमै आयो क्या, यो पुल हेर्नको लागि भए पनि। ल हामी चाहिँ अब नास्ता खाने त होला कि चिया खानु पर्यो? चिया खाँदा खान्छ अनि हाम्रो यात्रा फेरि सुरु गरिन्छ। त्यसपछि यात्रा सुरु गरिन्छ। हाम्रो चाहिँ अन्तिम हो भनौँ, अब छुट्टिन लाग्यौँ है। यो रुकुम भाइरल पुलदेखि पनि छुट्टिनु पर्ने हुन्छ। अब घुम्न थियो, घुमियो, हावा पानी खाना थियो, खाइयो। जस
राम्रै छ हावापानीहरू। हावा यहाँ फेरि सर्र मस्तको हावा चलिदिने कि फेरि यो पुलमा, त्यही हावा खाएर अहिलेसम्म बसेको थियौँ। अब हामीलाई पनि हतार हुन्छ, रुकुमै कोटसम्म पुग्नु पर्ने हुन्छ, त्यो भएर हामी पनि निस्किन्छौँ यहाँदेखि चाहिँ। अब गएर नास्ता पनि खान पर्यो। लास्टचोटि तै पनि एकचोटि पुलतिर हेरेर हामी फर्क्यौँ। अनि तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला। अब हामी पनि लाग्नुपर्ने हुन्छ रुकुमतर्फ, रुकुमै कोटतिर जान्छौँ। हुन्छ, राम्रोसँग बस्नु होला र अर्को भिडियो नेक्स्ट भिडियोमा हामी रुकुमतर्फ लाग्छौँ। यहाँ चाहिँ पार्टीको नेता आउँदै हुनुहुन्छ अरे, त्यही तयारी हुँदै थियो। हामीले पनि हेऱ्यौँ, सोधेको। त्यसपछि हामी सिधै चिया खाएर निस्किने प्लान गरेर त्यहाँबाट निस्किन्छौँ। भिडियो हेरिदिएकोमा धन्यवाद हजुरहरूलाई। यसरी जोडिराख्नु होला। नेक्स्ट भिडियोमा चाहिँ रुकुमै कोटासम्म यात्रा हुनेछ हाम्रो यात्रा निरन्तर छ। तपाईँहरूको माया चाहिँ राम्रै देखाइदिनु होला।